हेलो गाइज, वेलकम टु माई ब्लग। आज चाहिँ हामी यसो काफल खान हिँडेको, दुईजना साथी छ, पछाडि साथी छ। हामी चाहिँ काफल खान जानला। देखो अब मैं क्या करता हूँ। यस्तो बाटो छ, पारी जाने हो हामी चाहिँ। रमाइलो छ हाम्रो गाउँ। नुवाकोट काभ्रे। काभ्रे त परेन। काभ्रे त ठाउँको नाम चाहिँ काभ्रे हो, तर त्यो अन्तको काभ्रे होइन, नुवाकोट काभ्रे। यस्तो बाटो छ। यस्तो घाममा घाम चाहिँ लास्टै चर्केको छ क्या। यहाँ चाहिँ खेत छ। यहाँ चाहिँ ठुलो ढुङ्गा छ, एउटा कालो ढुङ्गा। ठाउँको नाम नि कालो ढुङ्गा नै हो, कालो ढुङ्गा भनेर नि चिन्छ। पल्लो डाँडादेखि भिडियो बनाउनु थाल्यो, यहाँ आइपुग्यो। अझै उहाँ पारी जानुपर्छ। हामी चाहिँ यतातिर माछा मार्न पनि आउँथ्यो। माछा मारे भिडियो पनि बनाउला पछि, माछा मार्ने अब सिक्सी। साथी गइरहेछ अगाडि। घाम चाहिँ लास्टै चर्केको छ होइन, यस्तो गर्मीमा धेरै गर्मी छ आज। हामी चाहिँ यस्तो बाटो उक्लिँदैछौँ। माथि छ बारी अनि खेतको गरा उक्लिँदैछौँ। यस्तो हरियाली छ। बल्ल शीतला। बाटोतिर चाहिँ यस्तो सिस्नो छ। यहाँ बाख्रा साख्रा त चराइरहनु भएको छ कि। यहाँनिर चाहिँ पहिला पार्टी थियो। हाम्रो गाउँ उता पारी छरेको जाने देख्छ अलिअलि। ठाटी भन्छ यहाँ, पार्टी छ यहाँ। I am sorry, Babu. काफल बोट छ त त्यहाँ। अस्ति न माथि छ, माथि मैले ऊ त्यो माथि काफल खान जान लागेको। अङ्कलले यहाँ सक गर्नुभयो हामीलाई। कहाँ जान लाग्यो अरे, कसलाई भेट्न। तर म चाहिँ साथीले गर्लफ्रेन्ड भेट्दैन ल है, जे होइन भने। ल अहिले गर्लफ्रेन्ड देखाउँला है त। है हजुर। यता चाहिँ बाघहरू आउँछ, गोठालो आउने मान्छेहरूले नि अलि अप्ठ्यारै छ। चिसो पानी रहेछ पानीमा। जा गर्मी छ यार। यता उक्लिन, यता उक्लिन। ल ल ल। हेलो गाइस, बादल उक्लाइछ उनीहरूको। आफू परि मान्छे उनीहरू छन् बादल जस्ता, फुत्त उक्लिन्छन्। हेलो गाइस, मरिन लागिसक्यो हामी गाइस। त्यो त ए होइन, छैन छैन। तर गाइस यहाँ पनि काफल रहन्छ। हेर्नु, हामी चाहिँ यहाँसम्म आउनु मात्रै भयो जस्तो छ। काफल त बाँदरले सबै सकाइदिएछ। अब काफल त पाइएन। यहाँ भुवाले
भुवालेको बोट रहेछ यहाँ तरकारी अब टिप्नु पर्यो अनि मुन्टा यस्तो यस्तो टिप्छौँ साथी चाहिँ नै रुखा चढिरहेको छ पनि अब चढ्नु पर्यो अन्त भुवाले पनि टिपिसकेछ लौ अब के भन्ने म चाहिँ उक्लिँदैछु होइन होला नि अलिअलि माथि टिप्न नसकेको ठाउँतिर होला बाँदरले चाहिँ धेरै सताउँछ यतातिर भुवाले यति हो म अब ऊ पल्लो उसान जाऊँ म पल्लोमा जान्छु उतापट्टि चाहिँ गएको छैन यसले चाहिँ खल्ती भरि ल्याएको छ होइन हो यो चाहिँ ठिक रहेछ त्यो चाहिँ ठिक रहेछ किनकि त्यो चाहिँ अलिक कलिलो रहेछ क्या अलिक छिपिस्याहारी गेडा लागिस्या रहेछ ल भुवाले चाहिँ यति रहेछ होइन अन्त चाहिँ त्यति सजिलो ठाउँ पनि छैन अब सक्यो अब चाहिँ हामी लिन्छौँ जान्छौँ अब घरतिर ए बाटोमा ऐसोलु पनि देखेको थियो अब काफल खाना आएको भुवाले र ऐसोलु टिपेर जाने काफलले लिएर आउँछ होला भनेर भनेर गयो ल फाइनली हामी ओर्ल्यौँ भुवाले त्यस्तै भयो यहाँ नि रहेछ काफलको त हाँगा मात्रै छ काफल बोट चाहिँ काटेर ठुटो राखिदिएछ तिनीहरूको त के भन्नु आफ्नै भएर काट्यो जङ्गलको नि कहाँ आफ्नो हुनु ए वहाँ पुग्यो यार अब त्यहाँ नि काफल नै रहेनछ भुवाले टिपियो ऐसेलो पनि छ कि भन्नु नि त्यही पनि रहेनछ अब चाहिँ हामी अर्को काफल बोटतिर जान्छौँ त्यहाँ नि रहेनछ भने इस खायो काफल आज अनि हामी घ्याङसरा गइन्छ अनि घ्याङसरातिर जानु पर्ला काफल खान अस्ति गएको हल्का मौसमले नि साथ दिएन हल्का साथीहरूको नि तालमेल मिलेन त्यही भएर त्यो बेला चाहिँ खाना पाइएन यहाँ भिड चाहिँ लोद्धो छ बाटो नै यत्रो छ यत्रो पछि कसरी बेगनी भन्ने पनि चिन्ता छ त यार मेरे को तो ऐसा धक धक हो रहा है मेरे को भी हो रहा है साला यो दुख का खत्म नहीं होता हेर्नुहोस् न यस्तो ठाउँ छ बाटो नै ल फेरि यत्रो ढुङ्गा जुन्ने हुन्छ यो त उद्याएको छ त नि अझै पानी खान लगाएको हो हामी यस्तो ठाउँमा पानी चाहिँ रहेनछ धारो चाहिँ रहेनछ पहिलो धारो थियो चिसो छ अहिले पहिरो सहिरो यत्रो छ गएर यस्तो भिड उक्लिनुपर्छ होइन यता चाहिँ धेरै जस्तो डढेलो लगाइदिन्छ क्या बाघहरू बस्छ चितुवाहरू बस्छ भनेर डढेलो लगाइदिन्छन् त्यही भएर त्यस्तो त गर्न नहुने भयो नि हामीले पालेको पशु पन्छी वस्तुहरूलाई त जोगाउनु पर्यो नि ल हेर्नुहोस् गाइजी ऐसलु चाहिँ थुप्रो रहेछ यहाँ होइन एक टिप्दैछ ऐसलु छ पाक्या रहेछ लोत म चाहिँ कताबाट खाउँ भयो ल्याइदिन्छस् छैन नि यार आफैले त कहाँबाट खाउँ भइरहेछ यार टिप नि यार यस्तो त छुच्चो यहाँ टिप्ने ठाउँ भयो पो आमै ऐसलु मलाई नि चाहियो भने मलाई त नदेला जस्तो छ यसले यता गएर टिप्छु म चाहिँ भेट्यो भने काँडा चाहिँ काँडै छ बोक्सी काँडा हुन्छ यसको
सेलो होइन यार यति भेट्यो मैले ऐसेलु त के गर्नु टिपेर ल्याउन ल मनी हेर ज्यान धरापमा राखिहाल्छ टिप्नलाई म आउन मिल्दैन हामी चाहिँ बल्ल काफलबाट आएको काफल पनि यस्तो अलि राम्रोसँग पाके छैन यो चाहिँ काफल हरियो छ भाइ म चाहिँ रुखा चढ्छु है त म चाहिँ कसरी चढ्नु फोन तलै राखौँ क्या एउटा फोन तलै राखौँ समाताउँछ हल्का असिलो हुन्छ मेरो नाउँले गर्दा एउटा हातले चढ्नु परेछ यार ओ त उता पो क्या सर म जाउँला त्यहाँ भन्नु ठाने त छ कपाल चाहिँ राम्रै छ अहिले टिभी स्याहारेछ क्या दा गाली त नगर उनीहरूले नि योभन्दा पछि आउनेहरूले नि हामीलाई नै गाली गर्ला फेरि अब यस्तो हाँगा जानु फेरि यसरी काट्दिनु ला यहाँ काट्दिनु ला रहेछ क्या हाँगा हेर्नुपर्ने क्या हामीले यार है अनि काफलबाट पाता कसरी राखिदिउँ भने म जाउँ भने भाँचिने होला यो यतापट्टि छ काफल चाहिँ यस्तो छ होइन एकछिन अब हामी काफल टिपिसकेपछि भिडियो बनाउँछौँ यसले यति नै हामी चाहिँ यस्तो छौँ रुखा हल्का काफल छ काफलबाट चाहिँ अग्लै रहेछ यहाँ नि ठिक ठिकै अर्को साथी उहाँ छ उसले काफल टिप्दैछ ल गाइस हामी चाहिँ अहिले काफल टिप्यौँ एउटा बोटको अब अर्को बोटा चाहिँ छ कि छैन हेर्न जाँदैछौँ त्यहाँ रहेन छ भने चाहिँ अब हामी घरतिर लाग्छौँ काफल उहाँले एकै ठाउँ हालेको छ यहाँ यो चाहिँ यसले त बोक्न दिन नहुने खाएको खै गर्छ जाउँछ उग्ल्यो उग्ल्यो लगाइ चाहिँ हामी चाहिँ अर्को बोटा नि आइपुग्यो यहाँ चाहिँ तलको भन्दा अलिक धेरै नै रहेछ काफल बोट पनि ठुलो छ यहाँ त वहाँ माथिसम्म छ काफलहरू यस्तो छ यहाँ काफलहरू पाकिरहेको छ उही हाँगातिर धेरै धेरै छ ऊ त्यहाँ माथि पनि बोट छ एउटा त्यहाँ चाहिँ अब गइन्छ कि गइँदैन थाहा छैन उसले चाहिँ टिपिरहेछ अब साथी चाहिँ अब चाहिँ हामी काफल टिपेर ओल्यौँ साथी र म यहाँ यति यति काफल छ अब यो खनाउनु पर्ला त्यहाँनिर छ कि टिपेको त्यसको पनि खल्तीमा छ त्यसको पनि खल्तीमा अलिक धेरै होला किनकि टिपेर नि दिएको थिएँ लागेछ अब चाहिँ हामी घरतिर लाग्छौँ ओहे अब के छ होइन छ अलिअलि काँचो काँचो छ यसमा चाहिँ काँचो चाहिँ अमिलो हुन्छ भने लिएर जान्ला ल अब हामी चाहिँ लागेको आजलाई यति नै बाई बाई टाटा सी यू अल्लाह माफ करे बहुत मनुष्य लग रहे हो मत करो रहने दो बहुत बुरे लग रहे हो तौबा 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 थारा मूड खराब कर